सालु वनमा कति राम्रा रहेछन् ऐसालु वनमा। ऐसालु खाने भनेर जङ्गलमा छिर्नु भएको छ। हामी पनि त्यही जङ्गलसँगै गइरहेको छौँ। ऐसालु हेर्दै कतै पाउँछ कि भनेर खोज्दै खोज्दै हो। ऐसालु त पाकेर ऐसालुको दाना हेर्न सक्नुहुन्छ तपाईँहरूले। एकदम मिठो छ, अमिलो। सरहरू पोलिथिन टिप्दै आउनु भएको छ। हामीहरू ऐसालुको बोटहरूमा हेर्दैछौँ, पुरै ऐसालु त पाकेर रातो रातो भएको छ। यी हाम्रो सरले टिप्दै हुनुहुन्छ। पोलिथिन पनि ल्याउनु भएको छ उहाँले। आज के खान आउनु भएको छ तपाईँले? मौसम अनुसारको समय अनुसार वर्षमा एकचोटि मात्रै फल्ने ऐसालु भन्ने चिज खानै छ। हजुर हजुर। ऐसालु हाम्रो यहाँ पहिलेदेखि धेरै राम्रो फल्ने रहेछ है यो ठाउँमा। यो त ऐसालु हो, अन्नै फल्छ होइन। ल हाम्रो सरले कस्तो दामी दामी रुख छ। कुनमा हो? ऐसालु छ तर हामी खान सकिरहेका छैनौँ। त्यसमा अलि अप्ठ्यारो भएर अझ फेरि यहाँ म नजिक जाँदैछु। तपाईँ हेर्न सक्नुहुन्छ, मलाई पनि हेर्न सक्नुहुन्छ तपाईँले। ऐसालु खानु भनेर यो रुखको झुप्पोमा आइसकेको छु। एकदम राम्रो छ, मिठो छ। यो मिठै रहेछ तर खाँदाखेरि नै खसिरहेछ, मुखमा आउँदैन। सक्नुहुन्छ यस्तो बाटोमा उहाँले चढ्दै हुनुहुन्छ। यो बाटो एकदम डेन्जर खालको ढुङ्गामा चढ्दै हुनुहुन्छ। म देखाउन गइरहेको छु तपाईँलाई। हेर्नु, यो ऐसालु टिप्नको लागि यस्तो डेन्जर बाटोमा जाँदै हुनुहुन्छ। प्रत्येक बोटमा चाख्दै हुनुहुन्छ। अनि ऐसालुको बोटहरूमा सरहरूले एक पोलिथिन लिने विचार गरेको छ। आधा केजीसम्म पुगिसकेको छ यो ऐसालु। हाम्रो अर्को सरको पनि हेरौँ भन्दा खोजी आधा केजी पुगिसकेको छ उता पनि। ल आधा केजी सबैले टिप्नु भएको छ। सर के टिप्नुहुन्छ तपाईँ? ऐसालु सर कस्तो ठिक छ? गुलियो छ धेरै? खानु भएको छ कि टिप्नु मात्र भएको छ? खा पनि छु, चाखेन छु। ए ल एकदम राम्रो। त्यसो भए हो मिठो छ एकदम। खाँदै हुनुहुन्छ ऐसालु। उहाँ सर टिपेर आउनु भइसक्यो। अनि एउटा सर हाम्रो माथि जानुभएको छ, उहाँ सर यता हुनुहुन्छ, टिप्दै हुनुहुन्छ।